सभापतिज्यू यतिखेर प्रतिशोधपूर्ण व्यवहारका कारण पूर्वपक्षको लागि थुनामा हुनुहुन्छ। तर उहाँले दिएका सन्देश भनेको हामी कहीँ कतै डगमगाएका छैनौँ। नेपालको राजनीति हाम्रो यो देशको राजनीति निकै फोहोरी भएको कारण, निकै धमिलो भएको कारण यसलाई संल्याउनको लागि, यसलाई संलो बनाउनको लागि यो पुस्ताले राजनीतिक बागडोर सम्हाल्नुपर्छ भनेर त्यसको नेतृत्व गरेका सभापति रवि लामिछानेलाई आफ्नो राजनीतिक भविष्य सङ्कटमा परेका कारण सबै राजनीतिक दलका, पुराना राजनीतिक दलका राजनीतिक भविष्य सङ्कटमा परेका कारण उहाँलाई पूर्वपक्षको लागि थुनामा लगिएको हो र प्रतिशोधपूर्ण मुद्दा लगाएर उहाँलाई पूर्वपक्षको लागि थुनामा राखेको हो भन्ने कुराको विषयमा हामीले भनिराख्नु पर्दैन। तमाम नेपाली जनताले 42 लाख हस्ताक्षर मार्फत पनि यो कुरा भनिसकेका छन् र अहिले सरकारमा रहेका सम्माननीय प्रधानमन्त्रीज्यू सँगसँगै अधिकांश मन्त्रीहरूले पनि यो विषय कुरा गरिसकेका छन्। त्यसकारण यो प्रतिशोधपूर्ण व्यवहारको विषयमा मैले चर्चा गरिराख्नु पर्दैन। तर पूर्वपक्षको लागि थुनामा रहँदै गर्दाखेरि पनि त्यहाँबाट सशक्त रूपमा सभापतिज्यूले सूचना विशेष गरी आफ्नो कुराहरू राखिराख्नु भएको छ र कहीँ कतै पनि नडगमगाइकन नेपाली जनताको त्यो मुद्दालाई गन्तव्यमा पुर्याउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी कहीँ चुक्नु हुँदैन र कहीँ चुक्दैन भन्ने कुरा चाहिँ निर्धक्कसँग त्यहाँबाट म्यासेज दिइरहनु भएको छ। उहाँले यो ऊर्जा दिइराख्नु भएको छ र तमाम नेपाली जनताले पनि त्यो विश्वासलाई, उहाँहरूले राखेको त्यो विश्वासलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्छ भन्ने त्यो अपेक्षा राख्नु भएको छ र हामीलाई साथ दिइराख्नु भएको छ, माया गरिराख्नु भएको छ। हामीलाई अपेक्षा छ सबै नेपाली जनता अब गोलबद्ध भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्फत देशको त्यो समृद्धिको सपना पुरा गर्नको लागि, लागि पर्नको लागि सबै गोलबद्ध भइराख्नु भएको छ भन्ने कुरामा हामी विश्वस्त छौँ।